फाइनली गाइज विश्वास लाग्यो नि। सर्च बारमा गएर माई भाइरल भिडियो भनेर सर्च गर्नु त तपाईको भिडियो कसरी भाइरल हुँदैन त। टिकटकले यस्तो राम्रो सुविधा दिएछ नि भाइरल हुने, तपाईहरु किन सदुपयोग गर्नुहुन्न? नपत्याउनुहुन्छ भने मेरो प्रोफाइल चेक गर्नु त कसरी भाइरल गछ। कुनै कन्टेन्ट नै चाहिदैन कि, कन्टेन्ट त आफैले बनाउनु पर्ने हुन्छ। तपाई आफै कन्टेन्ट बनाउँदै भिडियो बनाएर पोस्ट गर्नु त कसो भाइरल हुँदैन। टुङ 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 पारेर भाइरल हुन्छ कि एकैछिनमा तपाईको लाखौं भ्यूज जान्छ, एकदम फलोअर्स पनि बढ्छ कि त्यसपछि। अनि मिलियनमा जान त बेरै लाग्दैन, कुटुङ टुङ गइहाल्छ कि भाइरल हुन्छ। सबैजनाले यो चाहिँ आइडिया लाउनु पर्यो है। आइडिया लाएपछि टिकटकमा धेरै 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 फाइदा छ। आइडिया लाएर भिडियो बनाउनुस् त कसरी भाइरल हुँदैन। टिकटक भनेको त हाम्रै लागि बनेको हो कि, टिकटक हुनाले त कति सजिलो छ हैन भाइरल हुन। थ्यांक यू सो मच टिकटक।